सक्ने हो सधैँ हामीलाई हतार सधैँ हामीलाई जाने बेला भइसक्यो कहिले सक्ने हो जाने बेला भइसक्यो कहिले सक्ने हो जाने बेला भइसक्यो कहिले सक्ने हो त्यही भएर हामी पार तर्ने भनेको श्री रामचन्द्र भगवानको भजन गाएर हो मनमा कहिल्यै पनि पार राखेर भगवानको मन्दिरमा आउँदै नपर्ने हुँदैन मनभित्रको कालोलाई फाल्नुपर्छ भगवानलाई मनभित्र पाल्नुपर्छ अहिले एकको ठाउँमा आउने पाइलो राख्नु अनि यहाँबाट गएपछि अरूका कुरा काटियो भने त्यहाँ धर्म हुँदैन त्यही भएर हामीले भगवान रामचन्द्र भगवानलाई शिरमा राखेर आत्मामा राखेर सधैँ भन्नुपर्छ राम नाम जपेर पार पर्ने हो हरे राम नाम जपेर पार पर्ने हो ये जिन्दगीको भर छैन कहिले मर्ने हो राम नाम जपेर पार पर्ने हो जिन्दगीको भर छैन कहिले मर्ने